Hi, welcome to my YouTube channel. I'm Sanjay Kumar Saraf back again with another important videos. Important for all and special for SAA appeared students. यो भिडियो च्यानल मुख्यतः एसई को तयारीसँग सम्बन्धित छ। यसको साथसाथै यसमा अपलोड गरिने म्याथ, साइन्स र इङ्ग्लिसका भिडियोजहरू कक्षा 9, 10 र खरिदारको तयारीको लागि पनि त्यतिकै उपयोगी र महत्त्वपूर्ण हुनेछ। What are the documents and materials essential for SAE appeared students as well as class 9 and 10? एसई दिएका विद्यार्थीहरूको लागि कुन कुन कागजपत्र र सामानको आवश्यकता पर्दछ? हामी यस भिडियोमा यसैको बारेमा चर्चा गर्न गइरहेका छौँ। यस भिडियोमा हामी चर्चा गर्दैछौँ मुख्य 5वटा कुराहरू। नम्बर 1, सरकारद्वारा जारी गरिएका तपाईका परिचय पत्रहरू। योर आइडेन्टिटी कार्ड issued by the government. Certificates and documents provided by your school. नम्बर 3, व्यक्तिगत आर्थिक खाताहरू र सेवाहरू। पर्सनल फिनान्सियल एकाउन्ट एन्ड सर्भिसेज। चौथो कुरा हो डिजिटल नागरिकता, डिजिटल सिटिजनसिप। र अन्तिम कुरा हामी यसमा डिस्कस गर्दैछौँ अरू बाँकी कागजात र सामग्रीहरू। अदर रिमेनिङ डकुमेन्ट्स एन्ड अब्जेक्ट। वेल, लेट्स टक about these things one by one in detail. तर यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। तपाईको सानो प्रयासले यो भिडियो च्यानललाई सहयोग पुग्नेछ। सरकारद्वारा जारी गरिने परिचय पत्रहरूमा के पर्दछन्? यसमा पर्दछ तपाईको नागरिकताको प्रमाणपत्र। 2 मा पर्दछ राष्ट्रिय परिचय पत्र। 3 मा पर्दछ समावेशी पहिचानको प्रमाणपत्र। 4 मा पर्दछ अपाङ्गताको प्रमाणपत्र। यी प्रमाणपत्रहरू अत्यन्त आवश्यक छन् एडमिसन गराउनको लागि, ब्याङ्कमा खाता खोल्नको लागि, फर्म भर्नको लागि, या कुनै पनि गभर्नमेन्ट या प्राइभेट जब गर्नको लागि यी कागजातहरू अत्यन्त आवश्यक पर्दछ। विद्यार्थी भाइ बहिनीहरू, यी कागजातहरूमध्ये यदि कुनै कागजात तपाईसँग छैन भने तपाईँ समयमै सम्बन्धित कार्यालयमा गएर यो कागजात हासिल गर्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, दोस्रो प्रमुख डकुमेन्ट्समा स्कुलबाट प्राप्त गरिने कागजात र प्रमाणपत्रहरू पर्दछन्। द डकुमेन्ट्स एन्ड सर्टिफिकेट प्रोभाइडेड बाई स्कुल। यस अन्तर्गत BLE को प्रवेश पत्र, SAE registration slip, SAE marksheet and provisional certificates, transfer certificates and character certificateहरू पर्दछन्। यिनीहरूमध्ये केही डकुमेन्ट्सहरू तपाईको SAE को रिजल्ट पछि प्राप्त हुनेछ। यसको साथसाथै विभिन्न प्रकारका छात्रवृत्तिको फर्म भर्नको लागि तपाईले स्कुलमा गएर सिफारिस पत्र प्राप्त गर्नुपर्ने हुनेछ। विद्यार्थी भाइ बहिनीहरू, तपाईलाई आवश्यक पर्ने तेस्रो कुरा हो तपाईको व्यक्तिगत सामग्रीहरू। द्याट इज योर पर्सनल ग्याजेट्स एन्ड डिभाइसेस। यस अन्तर्गत तपाईको नाममा जारी भएको मोबाइलको सिम पर्दछ। त्यस्तै यस अन्तर्गत तपाईको व्यक्तिगत मोबाइल फोन र ल्यापटप पर्दछ। तपाईलाई थाहा छ विभिन्न प्रकारका सब्जेक्टहरू पढ्न, अनलाइन क्लासहरू गर्न ल्यापटप र स्मार्टफोन चाहिन्छ। यसको मद्दतले तपाईँ आफ्नो असाइनमेन्ट गर्ने, अनलाइन क्लास गर्ने, प्रोजेक्ट वर्कहरू गर्ने कार्य गर्नुहुनेछ। के तपाईको डिजिटल सिटिजनसिप छ? हाम्रो चौथो पोइन्ट हो डिजिटल सिटिजनसिप। विद्यार्थी भाइ बहिनीहरू, डिजिटल सिटिजनसिप बिना तपाईँ कुनै पनि अनलाइन कार्य गर्न सक्नुहुँदैन। सरकारी कार्यालयमा गएर कुनै कार्य गराउनको लागि हामीलाई चाहिने नागरिकता र राष्ट्रिय परिचय पत्र झै अनलाइन गतिविधिको लागि डिजिटल सिटिजनसिप हुनुपर्छ। डिजिटल सिटिजनसिप भनेको तपाईको व्यक्तिगत
इमेल एकाउन्ट हो। जीमेल या मेल जस्ता एकाउन्टहरू तपाईँले बनाएकै हुनुपर्दछ। इमेल एकाउन्टको साथसाथै तपाईँसँग आफ्नो व्यक्तिगत सोसल मिडिया एकाउन्ट पनि हुनुपर्दछ। यस अन्तर्गत फेसबुक एकाउन्ट र व्हाट्सएप नम्बर हुनु अनिवार्य छ। फेसबुक र व्हाट्सएप नम्बरले तपाईँलाई तपाईँको साथीहरूसँग, तपाईँले पढ्ने इन्स्टिट्युटहरूबाट, कलेजहरूबाट जोड्दछ, कनेक्ट गर्दछ। साथै तपाईँलाई सोसियली र तपाईँलाई करेक्टली अप टु डेट पनि बनाइराख्नमा मद्दत गर्दछ। वेल डियर स्टुडेन्ट्स, अब हामी भिडियोको करिब अन्तमा पुगेका छौँ। तपाईँको लागि अन्तिम पोइन्ट छ तपाईँका केही अन्य आवश्यक सामग्री र डकुमेन्ट्सहरू। Your other essential documents and objects. Well, what are the other essential remaining documents and objects? They are number 1, recent PP size photos. विद्यार्थी भाइ बहिनीहरू, तपाईहरूले विभिन्न प्रकारका फर्महरू भर्नुपर्ने हुनेछ। कलेजहरूको फर्म भर्नुपर्ने हुनेछ, इन्ट्रान्स फर्म भर्नुपर्ने हुनेछ, त्यस्तै आइडी कार्डहरू भर्नुपर्ने हुन्छ। यी सबैको लागि धेरै फोटोहरू चाहिन्छ। Well, number 2, scanning of all documents and certificates. तपाईलाई अनलाइन फर्म भर्न, अनलाइन एडमिसन गराउन यो सबैको आवश्यकता पर्छ। वेल, नम्बर 3 मा पर्दछ पासपोर्ट हो। तपाईँ यदि विदेशमा गएर अध्ययन गर्न चाहनुहुन्छ भने तपाईलाई राहदानी अर्थात् पासपोर्टको आवश्यकता पर्दछ। त्यसैले समयमा पासपोर्टको लागि एप्लाई गर्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, भिडियो कस्तो लाग्यो? प्लिज कमेन्ट अन इट। यदि यो भिडियोबाट तपाईँ केही सिक्नुभयो भने प्लिज यस भिडियोलाई लाइक र साथीहरूको बीच सेयर गरिदिनुहोस्। अन्त्यमा यस्तो भिडियो प्राप्त गर्नको लागि यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकन क्लिक गरिदिनुहोस्। म फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछु। तबसम्मको लागि गुड बाई, टेक केयर एन्ड फोकस योरसेल्फ अन योर गोल। Once again, thank you for watching.